बसन्त दाई, मैले घरमा खबर नगर्ने भनेको थिएँ। तैँले कसरी यहाँ किन लिएर आएको? मलाई यहाँबाट फोन गर्ने बेला नै घरमा खबर पुर्याइदिनु भन्नुभएको थियो। अनि के भयो त उसले हामीलाई खबर गरेर? अझै कहिलेसम्म हामीलाई केही थाहा नदिए यसरी बस्छु भन्ने सोचेको छस्? मलाई त आफ्नो मुटु होस् भन्थिस्, मलाई नै यति ठुलो कुरा लुकाइस्। आफ्नो जिन्दगीमा यति ठुलो घटना घट्दा मलाई थाहा दिनुपर्छ भन्ने पनि सोचेनस्। कोसिस गरेको हुँ कसो भन्नलाई, तर भन्नै सकिनँ। तैँले सहनै सक्दिनस् भन्ने लाग्यो। म किन सहन सक्दिनँ? के म नारी होइन? त आफैले भनेको होइनस् नारी भनेकै आमा हुन्, उनीहरूले सन्तान नजन्माएर पनि आमामा हुने गुण हुन्छ भनेर? मलाई यति धेरै निर्दयी सम्झिस्? मलाई डर लाग्यो। सिर्जनासँगको सम्बन्ध बचाउन खोज्दा खोज्दै कहाँनिर सम्बन्ध बिग्रियो पत्तै भएन। फेरि तँसँग पनि यिनै कुराहरूले सम्बन्ध बिग्रन्छ कि भनेर भन्नै सकिनँ। त्यही भएर लुकाएँ। अनि लुक्यो त? लुकेन। सबैको सामु लुकाउने चक्करमा पाप गरिस्, आफ्नै सन्तानको हत्या गरिस्। के बोले कि मैले त्यस्तो नीच काम गर्न सक्छु होला? यी मेरो हात हेर, म यी हातले कसरी त्यस्तो काम गरौँला? तेरो कसम खेल्छु, मलाई कसैले फसाएको हो, मैले केही गरेको छैन। तपाईहरु निस्किनु अब, नत्र भने सही हिसाबले मलाई गाली गर्नुहुन्छ।